आज त हामी होल चिकन खाँदैछौँ। होल चिकन खाँदैछौँ। बोल्नु आगो नि त। फर्स्ट टाइम अस्ति तिमी खाने भनेको समय मिलेको थिएन नि त, अनि आज चाहिँ त्यही भएर हामी चाहिँ खाँदैछौँ। यो मेरो अचारसँग टमाटरको अचार बनाऊँ। यो मेरो अचार चाहिँ एकदम मिठो छ। हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ अर्डर गर्नु होला। ल सुरु, रेडी, 1 2 3 गो। ओइ भट्टाउन आँटो त अनि के हो यस्तो? आगोमा पाएको कति मिठो है? मिठो? अब म उठेर नसकी खान्न अघि जस्तो त त्यस्तै बस्नु न। अघि जस्तो त त्यस्तै बस्नु भिडियोमा आयो। कस्तो मिठो हो। आमा खोर्सानी गराएको कस्तो बनाएको कस्तो खाएको बोले नि म त। अहिले एउटा आउनु खुट्टा पठाउनु एउटा। कस्तो मिठो है भाइ? कति मिठो नि मामु? अस्तिदेखि खाने भनेको त्यत्तिकै कहिलेकै है। उहाँ महाराजज्यू फेरि कहिले बेलामा नआउने घरमा खाने टाइममा। Con ảnh không? डल्ले खुर्सानी कस्तो टेस्टी छ। अब मैले किन भुइँमा हालेको भए? कोक नखाएको चाहिँ मैले चाहिँ 6 महिना जति भयो। आएर चाहिँ बाबुले खानु भनेर। खासै खाने चिज होइन नि त। खान्न तपाईँ धेरै खानेको कति खोर्सानी मन गरेको हौ म गाइस पुरै पहाडी खोर्सानी छ है। के खोर्सानी छ अरे भाइ? पहाडी कस्तो मिठो लाग्छ है भाइ। गाईजा पनि खान्छ न। अचार झन् मिठो छ नि।
अचार त मम्मीले बनाएको टेस्टी भइहाल्छ नि भाइ। तिमीहरू साथीभाइले अर्डर गर्दैछ कि के अचार? सबैलाई मिठो लाग्यो अरे। दाइ मिठो छ। कहिलेदेखि भनेको अनि मैले चाहिँ के भन्नु? मेरो छोराको इच्छा पुरा गरिदिएको। अहिले होल चिकन जोस जस्तै छ हौ सेमिटेसन। एउटा दियो भने वाह दाइ अब जुन खाउँ न ल्याउ। अन्त मर्यो। अगायो म त आएछ होइन। खानासाना केही छैन यसैमा। आयो म त गाइस अझ एउटा भएको भए नि आउँथेँ नि हौ। कस्तो मिठो छ नि हौ लोकल हो फेरि। मामु साँच्चीकै अगायो। अब भाइ अझ हामी भाइ कस्तो रातो खुर्सानी ए उल्टो पो पल्टायो त। यहाँको पल्ट कताको हो यो? यहाँको पल्ट मेरो माथि हामी जमिन मिल्यो। मिठो छ नि मामु। कोन त मिठो गरेर खाएको न मिठो गरेर खाएको। मिठो म त लास्ट अगायो छिटो छिटो खाएँ क्या मैले। तपाईँले कहिले खानुभएको छु? मैले पकाएको मैले खानु पऱ्यो नि त।
होइन हौ यसरी सिन्छ हड्डी त नखाऊ मासु खानुपर्छ पाएछ न अनि भाइ पाएछ पाएछ मसला यो त्यो चाहिँ मनपर्छ यो चाहिँ मनपर्छ त्यो पखेटा चाहिँ कुन छोडेको तातो जस्तो यस्तो पखेटा चाहिँ मिठो लाग्छ खोइ त अब आमा खाइसक्नु भएको तिमीले खाएर ए मैले खायो मिठो हुँदो रहेछ गुलोवाला लोकल कुखुरालाई मामु लोकल होइन हौ बैला कसै ढाँट्छ हौ अनि बाबाले भन्नुभएको कहाँ भन्यो मैले चिटिङ नगर न भाइ कस्तो हो नि अचार चाहिँ कति धेरै खाएको भाइ कसम लास्टै अगायो म त कस्तो हौ कति मिठो गाइस यहाँको भात चाहिँ पहिला खाइसक्नु त्यसपछि पछाडिको खाने आएको खतरा हुँदो रहेछ नि हो भातसँग खाएको भएर पुरै अगाडि दिन्थ्यो नि त्यसो भातसँग खानु गोपाल चाहिँ च्यालेन्ज हुनु सक्दैन गाईहरू अर्को पालि च्यालेन्ज ल्याउँछु होला मामा बाबा भोलि भित्र आएर त मोमोको राति हुन्छ नि बा म त भयो अगाडि अघि त गफ गर्दै खाने भने चाहिँ बाबु छोरा खानु पाउँदा कहाँ गफ गर्दो रहेछ खाएको खायो उखान छैन बुढाबुढीमा के खाँदा नगरी खानु भनेर गफ गर्दै खाने भनेको होइन कि गफ गर्दै त खाने हो तर खाँदा खाँदा धेरै गफ गर्नु नि हुँदैन कि पहिला हामीलाई यस्तरी गफ गरेर भात खानु दिन्थेन हजुरबा हजुरमाले हामीलाई पनि हुन त बुवाहरूले सास फेरि दिन्छ खाँदा बोल्यो भने जान्न टुवाक्क टाउकोमा भयो यो हड्डी के खानु पहिला यसरी पलोटी बसेर खानु भन्थ्यो यसरी बाहिर हात हालेर खायो भने अल्छिनु भन्थ्यो भित्र हात हालेर खानु पर्थ्यो भात म त सानो जहिले पलटिमा खान्थेँ अँ। घपक्कै परेर
सानोमा गिरानी थियो नि त र सबै हट्टा बदमास एक नम्बरको होइन म जस्तो ज्ञानी पो थियो होला बाँस घारीमा लुक्ने ज्ञानी थियो नि बाँस गाडीमा हो म त कलको केराको पत्ताहरू हुन्छ नि त्यहाँ पनि सुतेको छु डरहरू खालि कुट्थ्यो क्या मलाई मेरो आफन्त काकाहरूले होइन धेरै कुट्ने क्या मलाई किन कुद्ने बदमास गरेर वनवास त अब वनवासै थियो होइन है स्कुल जाँदा अब कहिले उता गएर आउँथ्यो काम सानो बच्चामा अब के छ काम त बिगार्थ्यो है ए अघि त गफ थिएन तैँले खाइसकेपछि गफ आएको ए कस्तो हो भाइ मलाई चाहिँ अलिक पनि नदिएको कति खानुभयो गिरा लु खाउ तिमीलाई पनि छोड्छु म उठेको ल गाइस अगाडि पनि Bye bye. बाई 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 के आएछ मलाई त तर म त बाई बाई भन्नु